Hello guys, welcome back to my new mini vlog है। म चाहिँ आज धेरै समयपछि कमब्याक भएको छु भ्लगहरु बनाउन। म चाहिँ पहिले चाहिँ पुरानो कस्तो भन्दाखेरि अर्कै टाइपको भ्लग बनाउँथे। अहिले चाहिँ म मिनी टाइपको हैन, मिनी भ्लग छोटो मिठो खालको हैन, छोटो सानो समयमा पनि धेरै कुराहरु बताउन सक्ने देखाउन सक्ने खालको भ्लग चाहिँ बनाउन आज चाहिँ म चाहिँ निक्लेको छु। मतलब आजदेखि चाहिँ म कस्तो खालको भ्लगहरु बनाउँछु भनेदेखि आफ्नो दैनिकी जीवनमा म दिनभरि डेमा के गर्छु हैन, कस्तो कामहरु गर्छु, मैले कहाँ छु भनेर सबै कुराहरु म चाहिँ देखाउन गइरहेको छु। अनि म चाहिँ अहिले चाहिँ धरानमा छैन, अहिले चाहिँ म चाहिँ यता खडाङ दिक्तेल साथमा छु। मेरो पहाड पनि यतै हो, त्यही भएर म आएको पनि 2 महिना भइसक्यो। अनि म आएको 2 महिना भइसक्यो अनि धेरै कामहरु गरिसकेको छु 2 महिनासम्ममा मैले। तर आजबाट मात्रै मैले धेरै मतलब भिडियो नबनाएको धेरै भइसकेको थियो हैन। आज चाहिँ मैले फेरि भिडियो बनाउनु पर्छ। अब चाहिँ म डेली बनाउँछु मिनी सर्ट भिडियोहरु भनेर चाहिँ भिडियो बनाउँदै हिँडिसकेको छु। अनि यो चाहिँ मेरो यता पहाडको यता दोर्पा भन्ने ठाउँमा यो मेरो पहाडको घर चाहिँ यो हो। कोही पनि बस्दैन अहिले। यहाँनिर हामीले बिउ राखेको, यो बिउ पनि यत्रो भइसक्यो कोदोको। ट्याक्क म चाहिँ यहाँनिर बिसाउनलाई अब यहाँनिर बिसाउन आँटेको, म चाहिँ यहाँ लडेकै झन्डैले फेरि उठेर। अनि फेरि अहिले चाहिँ म यहाँनिर कहाँ के गर्न गइरहेको छु भनेदेखि यो मेरो पुरानो यो पहाडको घरमा चाहिँ कोही पनि बस्नुहुन्न। अनि त्यहाँबाट चाहिँ अब बर्खा हो अहिले, अनि अब सिस्नो घारी यस्तो भइरहेको रहेछ। अनि भित्रबाट पनि चिसो लाग्छ भनेर आगो बाल्न गइरहेको छु। आगो बाल्नलाई मैले धेरै अघि 1-2 महिना अगाडिबाट नै मैले आगो बालेको। यो चाहिँ मैले ठुलो मुढा एउटा बोकेर लिएर अनि फेरि म यहाँनिर बाँसहरु लाएर यो मुढालाई जलाउँदैछु अनि जलाउने छु। अनि फेरि मेरो अर्को काम पनि छ। मैले त्यो डोकामा चाहिँ के बोकेको भन्दाखेरि त्यो डोकामा चाहिँ मैले सुठुनीको बेलो बोकेको। त्यो चाहिँ अब पार्ट 1 मा नटाइने भयो, त्यो चाहिँ पार्ट 2 मा म भिडियो बनाउने छु के कस्तो हुन्छ। यहाँनिर म चाहिँ अहिले यो चाहिँ के गर्न आँटेको भनेदेखि यहाँनिर अब आगो बाल्नलाई त सानो सानो त्यो सिस्काहरु सिन्काहरु चिर्नु पर्छ नि त हैन। अनि त्यही मैले आगो बाल्नको लागि सानो सानो सिन्काहरु गर्दै गइरहेको हो, बनाउँदै गइरहेको हो, चिर्दै गरेको। आगो पनि बल्न थाल्यो गाइस। तर अलिक चिसै छ हैन। घर पनि अब कति वर्ष भइसक्यो नि त, 8-10 वर्षै भइसक्यो नि त यो घरमा नबसेको पनि। अनि तर घर चाहिँ ठुलो हो, यो हाम्रो चाहिँ सबैभन्दा ठुलो यतातिरकै हाम्रो दुर्बाभरिकै सबैभन्दा ठुलो घर भनेर भन्नुहुन्छ मान्छेहरुले हैन। तर त्यति साह्रो ठुलो पनि हैन, ठिकै लाग्छ म चाहिँ। तर अरूको हेरी चाहिँ धेरै ठुलै छ। अनि घर पनि फेरि ठुलो स्कुल टाइपको छ के, मतलब पार्टिसनहरु गरेको छैन। अनि म चाहिँ पसेर आगो बाल्न थालिसकेको छु। आगो बाल्न चाहिँ एकदमै टाइम लाग्दैछ, यहाँनिर एकदमै टाइम लाग्दो रहेछ। अनि बाँसहरु पनि मैले यहाँ माथि छानामा राखेको छु। एकदमै राम्रो गरी आगो चाहिँ हतपति बल्दैन, बलेपछि चाहिँ फेरि बलेकै गर्छ। अहिलेसम्म पनि बलिरहेको छ है। अब ठुलो मुढा यो कसरी सघाउने बालेर भन्ने सोचमा छु म चाहिँ। यहाँनिर अब हेरौँ के कस्तो हुन्छ गाइस। यो चाहिँ पानी मैले देखाएको चाहिँ यो चाहिँ दिक्तेल बजार हो। अनि माथितिर यो पनि के कुहिरो पनि कस्तो दामी देखिरहेछ। अनि यो पारी सानो गाउँ देखिएको चाहिँ यो चाहिँ निरपा हो। माथि डाँडामा चाहिँ बादल लागेको छ। अनि यो मैले अस्ति घर लिपेको थिएँ, अनि घर लिपेको आरीमा गोबर आजे रहेछ। अनि पुरै घारी भइसकिसकेको छ हैन नबसेपछि। यो तल यता डाँडामा देखिएको चाहिँ त्यो चाहिँ मजा माथि कालिका मन्दिर हो। अनि म चाहिँ आजको लागि चाहिँ धेरै धन्यवाद अहिलेसम्म भिडियो हेरेर साथ सपोर्ट अनि माया गरिदिनु भएकोमा। लाइक, कमेन्ट अनि सेयर